भनेको ठ्याक्कै केराबारी गाउँपालिका वडा नम्बर 1 र वडा नम्बर 4 को सिमाना क्षेत्र जो चाहिँ काभ्रे खोला र खरी खोला को दोभानको आसपासमा छौँ। नदीहरूले एकदमै धेरै बर्खामा कटान गरेको छ, यो हामी देख्न सक्छौँ। यहाँ सेतामे बगर देखिरहेका छौँ। यो चाहिँ असार साउनको भेलले वर्षै पछि भिता पाखा पखेराहरूलाई काट्दै अगाडि बढिरहेको छ। यसरी नै निरन्तर रूपमा जाने हो भने पछि गएर योभन्दा माथि रहेका गाउँहरूको जोखिम एकदमै धेरै बढेको छ, हामी देख्न सक्छौँ। यो काटिनुको कारण, यो भिता पाखा पखेराहरू काटिनुको कारण एउटा मात्र नभएर धेरैवटा कारणहरू हामी देख्न सक्छौँ, जसमा चाहिँ तपाईँको वनजङ्गल फडानी, तपाईँको अव्यवस्थित सडक निर्माण, भेटार रवि राखे जुन अहिले सडक बनिँदैछ माथि, त्यसको प्रभाव पनि यहाँ परिरहेको छ। यसरी नै जाने हो भने यस खोलाभन्दा माथि रहेका गाउँहरू सिमले, खानेटार, सेलेङ, याङसिला, बसेरी जस्ता गाउँहरू एकदमै जोखिमपूर्ण रहन्छ। पल्लोपट्टिबाट को भिडहरू छ। हामी अघि आएको बाटो माथिको डाँडा बाटो यसरी आएका छौँ। त्यसमा पहाडहरू छ अनि यहाँदेखि तल हिटाङ्गो डाँडाहरू छ। हरियाली भर्खरै लाग्दैछ। यहाँ लिम्बू भाषामा चाहिँ आजीवा भनिन्छ। तपाईँको यो नेपालीमा चाहिँ यसलाई कोइरालो यस्तो ठाउँ छ। यो के अरे कोइरालो समुद्र सतहदेखि झन्डै 700-750 को उचाइमा रहेको यो ठाउँ चुरे क्षेत्र पर्छ र यसमा धेरैभन्दा धेरै क्षतिहरू भइरहेको हामी देख्न सक्छौँ यो ठाउँमा। हो सिमले डाँडा, खानेटा डाँडा हेर्नुहोस्। त्यो माथि देखिएको भए खानेटा डाँडा हो र यता ठुलो पहिरो अनि यता हुँदै सिमले हुँदै 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 गरेर यता तल फेदी झर्छ। अनि यो साइडमा चाहिँ गोगुने। तिम्रो माया मोरी मोरी मेरो माया सागर सँगसँगै बसौँ मिलेर।